ल साथीहरु त्यहाँ बोट आएको अवस्था है। यहाँ चाहिँ फेवातालको नेपालको फेवातालको जस्तै ताल छ है, समुद्र एकदम ठुलो। फेवाताल त सानो भयो के अरे, तर यो चाहिँ एकदम ठुलो समुद्र है। यो चाहिँ पेन्चाउ आइल्यान्ड हो यो साथीहरु। पेन्चाउ आइल्यान्डको यो बोट पनि आएको अवस्था हो। त्यो चाहिँ बोट हो के अरे। हेर यसमै आउने जाने चाहिँ यहीँबाट गर्नुपर्छ साथीहरु है। यहाँ चाहिँ गाडी साडी केही आउँदैन के अरे, गाडी आउने बाटो छैन। यो चाहिँ त्यही बोटमै आउनुपर्छ यहाँसम्म आउनुलाई साथीहरु। यसरी सबै यहाँ त्यहाँ त्यहाँ मान्छेहरू चाहिँ यसरी बोट सानो बोटमा खेलिरहेको अवस्था हो। यसरी सानो सानो बोट, यो चाहिँ सानो बोटमा त्यहाँ तिनीहरूले चाहिँ के बल खेलेछ साथीहरु है। मलाई थाहा भएन के भन्छ यसलाई चाहिँ। यो खेललाई चाहिँ बल फालेछ, बास्केटबल फाले जस्तो, भलिबल फाले जस्तो फालेछ, तर तिनीहरू चाहिँ खेलेछ आफ्नो टिम बनाएर। यस्तो छ। यो चाहिँ पेन्चाउ आइल्यान्ड है साथीहरु। यहाँसम्म आउनु चाहिँ तपाईहरु चाहिँ बोटमा आउनुपर्छ। त्यो बोटमा यसरी हामी चाहिँ अहिले यो छेउछेउै है, समुद्रको छेउछेउै हिँडिरहेको अवस्था हो। ल उताबाट आएको हो है साथीहरु। हामी चाहिँ दुईजना साथी अगाडि गइसकेको अवस्था मेरो चाहिँ, अनि म चाहिँ यहाँ भिडियो खिच्नलाई चाहिँ यसरी यहाँ भएको अवस्था हो साथीहरु। ल साथीहरु अहिलेलाई चाहिँ यहीँ इन गर्न चाहन्छु। धन्यवाद।